सुरुमा अपराधीलाई एउटा लामो बेन्चमा बाँधिन्छ र खुट्टामा सिधा पारिन्छ। सिपाहीहरूले बिस्तारै खुट्टा मुनि इँटाहरू थप्दै जान्छन्। इँटा थप्दै जाँदा घुँडा र तिग्रा बाँधिएको डोरी झन् कसिँदै जान्छ। यसले गर्दा रगतको सञ्चालन रोकिन्छ र खुट्टाका जोर्नीहरू बाङ्गिँदै र भाँचिने अवस्थामा पुग्छ। र पानीको थोपाको यातना, यदि उसले आफ्नो अपराधी स्वीकार गरेन भने उसलाई एउटा धारा मुनि बाँधिन्छ। त्यो धाराका पानीका थोपा थोपा एक एक गर्दै उसको निधारमा लगातार खस्छ। सुरुमा यो सामान्य लागे पनि लामो समयसम्म एउटै ठाउँमा पानी खसिरहँदा निधार सुन्निने र घाउ हुने हुन्छ। र यसरी सिपाहीहरूले बीचबीचमा धारा बन्द गरिदिन्छन्, जसले गर्दा अर्को थोपा कहिले खस्छ भन्ने डरले अपराधीहरू मानसिक रूपमा विचलित हुन्छन् र यसरी पानी नखसेको देख्दा उनीहरू मानसिक रूपमा रोगी पनि हुन सक्छन्। अन्त्यमा यदि उसले अझै सत्य बोलेन भने उसलाई एउटा यस्तो साँगुरो फलामको खोरमा हालिन्छ जहाँ ऊ राम्रोसँग बस्न सक्छ, न त उभिन न त सुत्न नै सक्छ। शरीर चलाउन नपाउँदा खुट्टाहरू सुनिन्छन्, बिस्तारै भित्री अङ्गको काम गर्न छोड्छ। अत्याधिक पीडा र थकानले गर्दा अपराधीहरू आफ्नो ज्यान बचाउन र छिटो मर्नका लागि भए पनि आफ्नो अपराध स्वीकार गर्न बाध्य हुन्छन्। यो भिडियोले मुख्य यस्ता सजायहरू कति भयानक र कष्टपूर्ण हुन्छन् भनेर देखाउन मात्र खोजिएको हो, अन्यथा नलिनु।